हेलो एभ्रिवान, वेलकम टु माई भिडियो होइन। आज चाहिँ हामी पाटिना जङ्गल जाँदैछौँ। छ्यामा र म जान लाग्यो नि, छ्यामाले मलाई यहाँ बाटोमा धेरै कुर्नु पऱ्यो भनेर छ्यामा रिसाएर कराएर कि मलाई। बाँकी भिडियो अहिले आउँछ होइन। अहिले चाहिँ भर्खर हामी घरबाट निस्किने छ। सबैजनाले लास्टसम्म हेरिदिनु होला। छ्यामाले मलाई कराएर हो। हामी अझै जङ्गल पुग्न बाँकी नै छ। आज चाहिँ हामी सालको पात चाहिँ किन खोज्ने आएको भन्दाखेरि अब बर्खा सुरु भयो होइन। अनि गाउँघरमा मेलापात हुन्छ। अनि मेलापातमा चाहिँ खाजा खानालाई चाहिँ हामीले सालको पातको टपरी गाँसेर त्यो टपरीमा खाजा दिने गर्छ। अनि छ्यामा र म चाहिँ त्यसकै लागि आज पाटिन आएको। घाम खासै छैन, तर पनि एकदम गर्मी भइरह। थकै लागिसक्यो हामीलाई होइन। हामी वन पुग्न बाँकी नै छ। छ्यामा पछाडि बसेर जिस्काइरह कि मलाई भिडियो बनाएर भनेर। हामी पार्टीमा आएको चाहिँ यही जङ्गलमा हो होइन। तर यो जङ्गलमा पुरै डढेलो रहेछ। हामी कहाँ जाने भएको छ होइन। ऊ तलले पुग्नुपर्छ जस्तो लागिरह। खासै हामी यतितिर टिप्नु भनेर आएको। यता त पुरै डढेलो पो रहेछ कि। सालको पात ऊ भर्खर पित्त पित्त पलाइरह। के चाहिँ लानु त आज हामीले। अब फाइनल्ली गाइस हामी चाहिँ होइन सालको बुट्टामा आइपुग्यौँ। खोज्दा खोज्दा डढेलाको भएर चाहिँ हामीलाई सालको पात पाउन गाह्रो भयो। आइपुगेँ। अब चाहिँ म पात टिप्दैछु होइन। हामीले पात टिप्ने सही तरिका भनेको चाहिँ यो दुईवटा औँलाले चाहिँ औँलाको बिचमा यसरी यो दुईवटा औँलाको बिचमा यो पात छिराउने होइन। पातको भेट्नुलाई अनि यो बुढा औँलाले यसरी च्यापेर चाहिँ माथिबाट च्यापेर यसरी सट्ट सट्ट टिप्नुपर्छ होइन। यसरी टिप्दा चाहिँ पछि हामीलाई पात गाँच्ने बेलामा चाहिँ एकदम सजिलो हुन्छ। यसरी भेट्नुसँग टिप्यो भने चाहिँ यो पछि फालिराख्न पर्छ नि त, ढिलो हुन्छ, झ्याउ हुन्छ। त्यही भएर हामीले चाहिँ यो भेट्नु नराखिकन यसरी सट्ट सट्ट यो दुईवटा औँलाले च्यापेर बुढा औँलाले माथिबाट च्यापेर टिप्नुपर्ने हुन्छ। टिपिसकेको पात थुम्सेमा राख्दा चाहिँ यसरी मिलाएर सलक सलक बनाएर राख्यो भने पात थुम्सेमा धेरै पर्ने अट्छ र पछि मुठा बान्नलाई हामीलाई सजिलो पर्ने हुन्छ। निकाल्न सजिलो हुन्छ। सर्लक सर्लक मुठा पार्न पनि छिटो हुन्छ। लगभग हाम्रो चाहिँ भारी पुग्न लागिसक्यो होइन। अनि थुम्सेमा चाहिँ पात धेरै भएर पुगेर हिँड्नलाई चाहिँ यस्तो थाप्ला दुख्छ, टाउको दुख्छ नि त। त्यही भएर चाहिँ मैले चाहिँ थुम्से एक ठाउँमा राखेर चाहिँ अनि यसरी चाहिँ होइन लुङ्गीलाई गाँठो पारेर लुङ्गीमा अलिक धेरै पात अटोस् भनेर चाहिँ लुङ्गीमा यसरी पात राखेको छु होइन। हजुरहरूले पनि त्यस्तै अब थुम्से पाटिँदा थुम्से भर्यो होइन। केमा टिपुम भएको छ भने चाहिँ मैले जसरी नै यसरी नै उपाय लगाएर चाहिँ लुङ्गीमा चाहिँ पात जम्मा गर्न सक्नुहुन्छ। हामी चाहिँ होइन अब हाम्रो थुम्से भरिसक्यो नि त। त्यही भएर मुठा बाँधेर घर जानु भनेर चाहिँ माथि बाटो खोज्दैछौँ, उक्लिँदैछ है। अहिलेसम्म हामी पुगिरहेको छैन बाटोमा। गाडी पछाडि छ्यामा। अनि मेरो यहाँ पात भएर चाहिँ उकालो बाटो नि एकदम गाह्रो भइरहेको मलाई। कहिल्यै पुग्ने भएको छ, अझै पुगिरहेन। पसिना फाइनल्ली हामी चाहिँ बल्ल बल्ल होइन माथि बाटो निस्क्यौँ। भारी हान्ठाउँमा घामले गर्दा चाहिँ गर्मीले गर्दा यस्तो भएको छ होइन। रगतै चुहेला जस्तो मेरो गालाहरू। अनि मैले टिपेको पाती हो यो, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो पात। अनि छ्यामाको चाहिँ उता छ। छ्यामाले चाहिँ ठुलो थुम्से ल्यायो भने चाहिँ भोराउन नसकेर चाहिँ घाँस नि काटे होइन, भोराएर लाने रे भनेर। अब हामी एकछिनमा अब मुठा बनाउने, एकछिन बस्छौँ। अनि त्यसपछि घरतिर लाग्छ होइन। मेरो यहाँ नि छ पात, अझ थुम्सीमा मात्र अटिन नि त। त्यही भएर यसमा नि रहेको छ छ्यामाको पातको थुम्से होइन। छ्यामालाई चाहिँ पात मिलाएर राख्न आउन रहेछ कि यसरी राखेँ होइन। अनि मैले चाहिँ यसरी मिलाएर राखेँ नि त। तर मैले जस्तै मिलाएर राख्न चाहिँ आउँदैन अरे क्या छ्यामालाई चाहिँ। फर्स्टमा चाहिँ म होइन यहाँ मेरो लुङ्गीमा मैले पात टिपेर राखेँ नि त। त्यो भएर पहिला चाहिँ म यो लुङ्गीमा राखेको पातहरू चाहिँ यहाँ यसरी निकालेर मिलाएर राख्छु। यतिकै मलाई मुठा पार्न गाह्रो हुन्छ नि त। सजिलोसँग बसेर बनाउनु पऱ्यो नि त मुठा। अनि यसरी निकालेर राख्छु। अहिले मलाई मुठा पार्न सजिलो हुन्छ। यो चाहिँ यहाँको निकालेर यहाँ राखेर मुठा पारी भइसकेपछि अनि बल्ल म मेरो थुम्सेको पातको मुठा बनाउँछु है त। अब चाहिँ म पातको मुठा बान्दैछु होइन। अनि मुठा बान्न चाहिँ फर्स्टमा हामीले सिरो उखाले नि त। यो चाहिँ सिरो हो, यसलाई यसरी बटार्नु पर्छ होइन। यस्तो मजासँग बेटार्ने। अनि त्यसपछि यसरी बेटार्ने यसरी दुईवटा खुट्टाले चाहिँ यहाँ चेप्ने।
ताकि हामीलाई मुठा चाहिँ सजिलो हुन्छ बान्दा बान्दै नलुटोस् पात चाहिँ फुस्केर नजाओस् भनेर चाहिँ यहाँ चेप्नु पर्छ होइन। अनि त्यसपछि म अब यो यहाँको पात लिक्छु होइन। पात रहेको छ यसलाई चाहिँ यसरी होइन कि यसरी सुल्टीपट्टिबाट चाहिँ यो सुल्टी चाहिँ मुनि राखेर चाहिँ यसरी पातको मुठा बान्नुपर्छ होइन। एकै ठाउँमा पनि राख्नु हुँदैन, एकै ठाउँमा राख्यो भने अग्लो भएर फुस्केर जान्छ नि त। त्यही भएर दुईपट्टि साइडमै यसरी खप्टाउँदै राख्नुपर्छ पातलाई चाहिँ होइन। हेर्छ नि हो, हेर्नेले यसरी राख्नुपर्छ होइन दुईपट्टि साइडमा नै। यसरी यो चाहिँ हातले चाहिँ अनि माथिबाट नि यसरी एउटा हातले च्याप्नुपर्छ, एउटा हातले चिताको पातहरू चाहिँ तलहरू यसरी राख्नुपर्छ होइन। सबै राख्नु पहिले पातुदा चाहिँ मिलाएर ठिक्यो भने चाहिँ होइन मुठा पार्नलाई नि एकदम सजिलो हुन्छ। नमिलाइकन राख्यो भने चाहिँ अप्ठ्यारो हुन्छ अनि टाइम नि लाग्छ नि त मुठा बनाउनलाई। नजानेको जतिले जान्नु होला, जानेकोले राम्रो छ। अहिले मैले बाँधाएको चाहिँ मैले लुङ्गीमा टिपेको पात हो, लगभग एक मुठै नै रहेछ है। यहाँ चाहिँ लुङ्गीमा टिपेको हो नि त मैले, लुङ्गीमा पारिपट्टि गाडी ट्र्याक्टरहरू टिपेर। टिपेर रहेछ त छ्यामा। अब चाहिँ मेरो पातको मुठा पुग्यो होइन। अनि लास्टमा बानी बेला चाहिँ यहाँनिर यस्तो गर्नु पहिला फर्स्टमा चाहिँ यहाँ यसरी दोबार्नुपर्छ होइन। फर्स्टमा यसरी दोबारेपछि फर्स्टमा यहाँनिर दोबार्ने, त्यसपछि यहाँ मुनिबाट यसरी मिलाउँदै लिएर आउनुपर्छ ताकि हाम्रो मुठा चाहिँ एकदम राम्रो हुन्छ, कसिलो पनि हुन्छ है। म बानेर देखाउँछु है त कस्तो हुन्छ अब मेरो पातको मुठा। टन टन कसेर देख्न सक्नुहुन्छ मेरो पातको मुठा। पातको मुठा चाहिँ यसरी बनाउँछ है त। अझ अरू मैले मुठा पार्न बाँकी नै छ। मैले चाहिँ पातको मुठा बानिसकेँ होइन। यो मेरो पातको मुठो रहेको छ, श्यामाले त्यहाँ बाँधिदिएछ, त्यहाँ त्यो मुठा पारिसकेको छ होइन। अझ त्यहाँ नि छ्यामाको मुठा चाहिँ बान्नु बाँकी नै छ। फाइनली गाइस हामीले चाहिँ पातको भारी हाली भ्याइसकेँ है, मुठा पनि बानी भ्याइसकेँ अनि भारी हालिसकेँ। यो मेरो पातको भारी अनि त्यहाँ छ्यामाको। अब चाहिँ हामी घर जाने हो होइन। एकदम घाम चर्को हो, एकदम अल्छी लागेर हामीलाई, अल्छी लाग्यो नि घाम चर्को भयो भने हामी घर जानै पर्छ होइन। अनि अब चाहिँ हामी घर जान्छ। आजको मेरो भिडियो चाहिँ यहीँसम्म रहनेछ होइन। उकालो बाटो जानुपर्छ, म त्यो उकालो हिँड्दा भिडियो बनाउन सक्दिनँ, कसरी हिँड्नु भइरहेनलाई त। त्यही भएर मेरो भिडियो चाहिँ आजको मेरो भिडियो यहीँसम्म रहनेछ। सबैजनालाई बाई। अब फेरि छिट्टै अर्को भिडियोमा भेट्ने भन्दै अहिलेलाई चाहिँ बाई।